यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तवन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदकर्मोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो ज्वलवपो शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला परिविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता मूकं करोति वाचालं पुङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दशङ्करम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् भक्ष्यामि महादेव कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ एकादशोऽध्यायः ज्योतिर्लिङ्ग उत्पत्ति वर्णन। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, त्यसरी सतीदेवीका सम्पूर्ण अंग पतन भएपछि श्री महादेवले चित्त दृढ गर्न नसकी सतीदेवी भनी भुइँमा परी मूर्छा हुनुभयो। फेरि चेष्टा हुनुभयो र सुस्केर हाले मनले सतीदेवीलाई सम्झे बेहोसी जस्तो भई जहाँ तहाँ हिँड्न लाग्नुभयो। त्यस्ता तरहसित हिँडेका श्री महादेवलाई देखेर तारकासुर दैत्यले आफ्ना मन्त्रीहरूलाई भन्यो, हे मन्त्री, सतीदेवी मन्नाले महादेव बेहोस जस्तो भए सतीदेवी भनी जहाँ तहाँ घुमी हिँड्दछन्। यस अवसरमा देवताहरूसँग लडाईँ गरेर इन्द्रको अमरावती जितिल्याऊ, किनभने देवताहरूसँग लडाईँ गर्दा महादेवले उनीहरूको साथ दिँदैनन्। यस्तो आदेश गरी आफ्ना जे जति भएका हात्ती घोडा सेनाहरू अघि लगाई मन्त्रीहरू समेत भए तारकासुर लडाईँ गर्न भनी अमरावतीमा गयो। यसबाट देवराज इन्द्र डराई देवताहरूसँग भन्न लागे, हे देवताहरू, अब यहाँ नबसौं, किनभने तारकासुर दैत्यलाई श्री महादेवले वरदान दिनुभएको छ, त्यसलाई युद्ध गरी जित्न सकिँदैन। भगवान इन्द्रले यस्तो सल्लाह गरेपछि सबै देवताहरू स्वर्गदेखि भागी भारतवर्षको नेपाल खण्डमा पर्ने मृगस्थलीमा आई लुकेर बसिरहे। देवताहरू भागेपछि तारकासुर दैत्यले इन्द्रकी पत्नी इन्द्राणी सहित अमरावती जिती स्वर्ग मर्त्य पाताल तीनवटै लोकको राज्य गरी आनन्दले रह्यो। अर्कोतर्फ श्री महादेवले पनि सारा पृथ्वी भ्रमण गर्ने क्रममा नेपाल खण्डको मृगस्थलीमा नै आइपुग्नु भयो। श्री महादेव आउनु भएको देवताहरूले देखेर साष्टाङ्ग प्रणाम गरी बिन्ती गर्न लागे, हे ईश्वर, हजुरका साथमा अब सतीदेवीको शरीर छैन, आँखा उघारी हेर्नुहोस्। पापिष्ट तारकासुर दैत्यले इन्द्राणी सहित अमरावती जितेर लियो। त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी इन्द्रादि देवताले युद्ध गर्न नसकी भागेर यहाँ आई लुकेर बसेका छौं। हाम्रो रक्षा गरी पापिष्ट तारकासुर दैत्यको नाश गर्नुहोस्। यसरी देवताहरूले करुणामय रूपमा बिन्ती गरे। यस्तो प्रकारबाट इन्द्रादि 33 कोटी देवताहरूले बिन्ती गरेको सुनि श्री महादेवले आँखा उघारी हेर्नुभयो। महादेवले आफ्ना सामुमा इन्द्रादि देवताहरूलाई देखि फेरि जवाब गर्न सक्नु भएन। श्री महादेवले शोक गर्दै सतीदेवीलाई नै सम्झे, हा सती भनी त्यहाँबाट पनि जानुभयो। यसरी श्री महादेवले अत्यन्त शोक गरेको देखि सम्पूर्ण जीवात्माहरूले सहन गर्न सकेनन्। समस्त ब्रह्माण्डमा शोक व्याप्त भयो। यस्तै तरहले श्री महादेवले शोक गरी दिव्य 100 वर्ष पृथ्वी भ्रमण गरी हिँड्नुभयो।
धेरै काल बितेपछि एक दिन श्री महादेवले चित्त दृढ गरी हेर्दा सतीदेवीको शरीर आफूसित रहेनछ भन्ने थाहा पाउनुभयो र अब कसो गरौँ कहाँ जाउँ भनी सकभर चित्तलाई धैर्य गर्नुभयो। शिवजीले विचार गर्नुभयो र अब तपस्या गर्न उत्तर दिशामा जान्छु भन्दै उत्तरतर्फ जानुभयो। त्यसबेला उहाँको चित्त दृढ हुन नसकी उत्तरतिर जाउँ भनी जानुभएको त दक्षिणको बाटो लागेर भारतको कर्नाटक नगरको नजिकमा पो पुग्नुभयो। त्यहाँका सम्पूर्ण ऋषिहरू गंगामा स्नान गर्न गएका थिए। श्री महादेव त्यतैबाट जानुभएको ऋषि पत्नीहरूले देखेर आपसमा कुराकानी गर्न लागे। हे ऋषि पत्नी हो, ती यहाँबाट गएका महादेव हुन्। सती देवी नहुनाले बेहोसी जस्ता भई हिँड्दछन्। हाम्रा ऋषिहरू एक चित्तले भक्त भई रहनाले अत्यन्त दुब्ला र कमजोर छन्। हामीहरूको इच्छा हाम्रा पतिहरूले पूरा गर्न पनि सक्दैनन्। तसर्थ हामीहरू श्री महादेवका साथमा जाउँ। सबै ऋषि पत्नीहरू यस प्रकारले एक आपसमा सल्लाह गरी श्री महादेवले चाल नपाउने गरी महादेवको पछि पछि लागे। ऋषि पत्नीहरू श्री महादेवको साथ गएको गंगामा स्नान गर्न गएका ऋषिहरूले चाल पाएर खोज्दै जाँदा बाटोमा भेटाए। आफ्ना पत्नीहरू महादेवको पछि पछि लागेको देखेर ऋषिहरूले शंका गर्दै विचार गरे कि यिनी महादेवले हाम्रा स्त्रीहरू मोहनी लगाई यहाँ ल्याएछन्। यसरी ऋषिहरू महादेवसँग अघोरसँग रिसाए। श्री महादेवसँग रिसाउँदै ऋषिहरूले भने, हे महादेव, तपाईले हाम्रा स्त्रीहरू किन हरण गरी ल्याउनु भयो? ऋषिहरूले भनेको वचन सुनि महादेवले आफ्नो पछाडि आएका ऋषि पत्नीहरू तर्फ संकेत गर्दै भन्नुभयो, हे ऋषिहरू हो, म तिमीहरूका स्त्रीहरू किन हरण गरी ल्याउँथे? मैले त पछाडि हेरेकै थिएन। महादेवको कुरा सुनेर ऋषिहरूले भने, यी पछि लागि आएका को हुन् त? श्री महादेवले भन्नुभयो, मैले त ल्याएको होइन, तिनीहरू किन आएछन्? शिवजीको कुरा सुनेर ऋषिहरूले भने, हे महादेव, तिमी निवस्त्र हिँडिरहेका छौ। तिम्रो नाङ्गो शरीरदेखि हाम्रा स्त्रीहरू मोहित भएर पछि लागि आएका हुन्। अब हामी तिमीलाई श्राप गर्दछौ, तिम्रो लिङ्ग पतन होइजाओस्। यसरी ऋषिहरूले श्राप गर्न साथ श्री महादेवको केही गल्ती नभए पनि लीलाकारी प्रभुले आफ्नो लिङ्ग पतन भएको अभिनय गर्नुभयो। यस प्रकार ऋषिहरूको श्रापका प्रभावले शिवजीको शिवलिङ्ग पतन भयो। तत्काल त्यस शिवलिङ्गदेखि एक भयानक अग्नि समान ज्योतिर्लिङ्ग उत्पत्ति भई सारा ब्रह्माण्ड संसारले छोप्न लाग्यो। यो घटना देखेर सम्पूर्ण देवताहरू, ऋषि, गन्धर्व, किन्नर, दैत्य समेत अत्यन्तै भयभीत भएर चाँडै श्रीकृष्णको समीपमा गए। त्यसपछि उनीहरूले ज्योतिर्लिङ्ग उत्पत्ति भएको विवरण सुनाउँदै भन्न लागे, हे वैकुण्ठनाथ, श्री महादेवको ज्योतिर्लिङ्ग उत्पत्ति भई ब्रह्माण्ड संसार छोप्न लाग्यो। त्योदेखि हामी बिन्ती गर्न आएका हौं। हे प्रभु, अब जसो गर्ने हो गर्नुहोस्। ब्रह्मादि देवताहरूले यस्तो कुरा भनेको सुनि श्री विष्णु तत्कालै उठी ज्योतिर्लिङ्ग भएका ठाउँमा जानुभयो। त्यसपछि श्री विष्णुले मनमा शिव शिव भन्दै त्यो भयानक ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्नुभयो। जबकि त्यो ज्योतिर्लिङ्ग 100 करोडौं सूर्य समान अग्निको ज्वालायुक्त थियो। विष्णुको अङ्कमाल गर्न साथ शिवजीको भयङ्कर ज्योतिर्लिङ्ग विष्णुले अङ्कमाल गर्न साथ शिवजीको भयङ्कर ज्योतिर्लिङ्ग तत्काल साम्य भई गयो र त्यस ठाउँमा साधारण ज्योतिर्लिङ्ग मात्र रह्यो। त्योदेखि सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्यले धन्य धन्य विष्णु भनी अनेक तरहको स्तुति गर्दै आफ्ना आफ्ना आश्रममा गए। यसपछि त्यो ज्योतिर्लिङ्गबाट श्री महादेव प्रत्यक्ष भई ऋषिहरू समक्ष आएर भन्नुभयो, हे ऋषि हो, निरपराध मलाई तिमीहरूले श्राप दियौ। अब म पनि तिमीहरूलाई श्राप गर्छु। अबदेखि तिमीहरूको पनि वाक्य अशुद्ध होस्। फेरि तिमीहरूका स्त्रीहरू पनि एकै पुरुषसँग बस्न नसकुन्, अर्थात् पतिव्रता नहुन्। यसपछि आफ्नो चित्तलाई दृढ बनाई महादेवले उत्तर दिशामा गएर काम, क्रोध, लोभ र मोह छोडी सम्पूर्ण इन्द्रिय बसमा राख्नुभयो। भगवान शिवले आफ्ना तीनवटै आँखालाई निराकार लिङ्ग स्वरूपमा खिचेर ठूलो कष्टले तपस्या गरिरहनु भयो। इति श्री स्कन्द महापुराणे माहेश्वर खण्ड अन्तर्गत केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थाने परमेश्वर्या ज्योतिर्लिङ्ग उत्पत्ति विवरण नाम 11 श्री उमामहेश्वराभ्यां नमः। उपनयतु मङ्गलम् ओह सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नभ नलिन तल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः साधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र
गोदावरी सिन्ध सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसङ्गा या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै महादेवा इति समर्पयेतत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामितं समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीं श्री स्वस्थानी परमेश्वरी नमः।